नमस्कार, म रामप्रसाद अधिकारी, शान्ति सृजना आधारभूत विद्यालय केन्द्र खको मतदान अधिकृत। आज प्रतिनिधि सभा सदस्य 2082 को निर्वाचन एकदम भव्य र सभ्य रूपमा यस केन्द्रमा उत्साहजनक तरिकाले सम्पन्न भइरहेको छ। यहाँहरूलाई हार्दिक नमस्कार एवं स्वागत गर्न चाहन्छु। यो विशेष गरेर देवचुली 4 मा पर्ने जहाँ चाहिँ 1084 जना चाहिँ महिला र 1140 पुरुष गरी 2224 कुल मतदाताहरू रहेको छ। 12:09 को तथ्याङ्क अनुसार केन्द्र कमा 160 महिला 135 पुरुष गरी 295 जनाको मतदान भइसकेको, केन्द्र खमा 169 जना महिला 150 जना पुरुष गरी 319 जना मतदाताहरूले मत खसालिसकेको। त्यसै गरी केन्द्र गमा 173 जना महिला 104 जना पुरुष गरी 277 जनाले केन्द्र गमा मत खसालेको र पूर्ण मतदान स्थलमा 891 जनाको मत खसिसकेको अवस्था रहेको छ। यहाँ चाहिँ अहिलेसम्म विशेष गरेर यहाँ महत्त्वपूर्ण राजनीतिक दल, मुख्य राजनीतिक दलको सबै प्रतिनिधिज्यूहरू हुनुहुन्छ। उहाँहरूसँगको हामी संवादमा नै एकदम सौहार्द तरिकाले सबै विषयवस्तुहरू अगाडि गइरहेको छ। काहीँ सानो कुरामा पनि विवाद भएको छैन। त्यसको लागि हामी एकदम खुसी व्यक्त गर्दछौँ। यो देवचुली 4 को शान्ति डाँडाको गहिरामा पर्ने स्थानमा यहाँ चाहिँ मतदान प्रक्रिया एकदम राम्रोसँग चलिरहेको छ। सुरक्षा व्यवस्था यहाँ असाध्यै चुस्त दुरुस्त हामीले भेटेका छौँ। अघिल्ला दिनहरूमा पनि विभिन्न खालका सुरक्षा निकाय यहाँ चाहिँ निर्वाचन प्रहरी, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायत विभिन्न खालको सुरक्षा निकायहरूको निरन्तर सम्पर्क, उहाँहरूको आफैको प्रत्यक्ष उपस्थिति रहेको छ भने यस केन्द्रमा 7 जना जनपद प्रहरी यहाँ कार्यरत हुनुहुन्छ। त्यसमा 14 जना निर्वाचन प्रहरी गरेर 21 जना सुरक्षा कर्मीहरू यहाँ कार्यरत हुनुहुन्छ भने यो फिल्डमा त्योभन्दा बाहिरी घेराहरूमा सशस्त्र र आर्मीहरू समेत रहेको छ। हामीसँग रिपोर्टिङ लिइरहेको अवस्था छ। किनकि विशेष सुरक्षाको दृष्टिकोणले हेर्नको मुख्य कारण योभन्दा अघिल्लो निर्वाचनमा एउटा मतपेटिका चाहिँ जलेको कारणले पनि यस क्षेत्रलाई अलि संवेदनशील रूपमा हेरिएको छ। तथापि अहिलेसम्म असाध्यै सौहार्द तरिकाले निर्वाचन सम्पन्न भइरहेको जानकारी गराउन चाहन्छु। निर्वाचन प्रक्रिया एकदम निष्पक्ष, भयरहित, धाँधली रहित र पारदर्शी तरिकाले अहिलेसम्म सम्पन्न भइरहेको छ। र यो रिपोर्टिङ गर्न आउनुभयो विशेष गरेर अनलाइन सेरोफेरो टिमलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।